सैनिक एउटा कोचिङ बेस्ट गरेर आइया आक्रमण 1 2 3 ढाडो भाँच्यो अझै पनि कता कति लागे जस्तो छ त्यही पनि आइज है आइज आक्रमण मेरो भक्तलाई सारा दुःख दिने कष्ट दिने आइज 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 तन्केर भएर मनुष्य जस्तो छोड्छ छोड्दे मलाई छोड्दे मलाई छोड्दे किन छोड्ने जब मैले समातिन भने मैले कसैले नि समातिन जब मैले छोडे भने मेरो छोपाईबाट कोही पनि उम्किन पाउन्न हे हिरण्यकश्यप तर म मर्दिन आज तेरो अन्तिम घडी हुँदैछ भन म मर्दिन किन मर्दैनस् त अवश्य मर्छस् मलाई ब्रह्माजीले वरदान दिनुभएको त्यस्ता वरदान के वरदान दिए तपाईँ ब्रह्मा मलाई ब्रह्माजीले भन्नुभएको छ म न दिनमा मरौ न रातमा हे मनुष्य त जस्तो राक्षसलाई मार्नको लागि बनाएको हेर न यो दिन भएको छ न रात भएको छ यो ठिक सन्ध्याकालीन भएको छ हेर राम्रोसँग तर केही छैन भन अझै अर्को वरदान पनि छ कस्तो वरदान भनि म जलमा मरौ न थलमा न आकाशमा न पातालमा यस्तो वरदान छ ए दुष्ट न यो आकाश हो न यो पाताल हो न यो जल हो यो न थल हो त मेरो मेरो काखमा छस् न यो त पातालमा छस् न आकाशमा छस् भन अझै केही बरमा अझै छ भनिहाल म न अस्त्रले मार्न सकु न शास्त्रले राक्षस त जस्ता राक्षसले मार्नको लागि म जस्तोलाई एउटा बनाएर छोडेका रहेछन् यो नङ छ नि नङ यो कुनै अस्त्रले बनेको न कुनै शस्त्रले बनेको त जस्ता राक्षसलाई मार्नको लागि यो मेरो नङ काफी छ भन मसँग अझै अर्को पनि छ भनिहाल मलाई न मानवले मार्छ न दानवले मलाई कसैले सक्दैन मार्न बडा अचम्मको कुरा गर्छ हिरण्यकश्यप मलाई राम्रोसँग हेरेको छस् म न मनुष्य छु न म जनावर छु मेरो मुख जनावर जस्तो छ तर त्यो मुखबाट अनुहारबाट तल पुरै मनुष्यको छ न म मनुष्य हुँ न जनावर हुन् मेरो वरदान त सबै सक्यो अब त मर्ने घडी आउँदैछ है हिरण्यकश्यप अब तसले मैले तेरो पेटमा आन्द्रा घोडी निकालेर मलाई यही नामले
आफ्नो घमण्ड किन गरेर आज यस्तो दिन देख्नु पर्यो नि? अब म कसरी बाँच्ने? भगवान, आज प्रहलाद आएर नरसिंह भगवानले भन्दै हुनुहुन्छ, प्रभु प्रभु मेरो पिताश्री धेरै घमण्ड हुनुहुन्थ्यो प्रभु। अरू मलाई दर्शन दिनुभयो हजुरको। मेरो पिताश्रीले भिरबाट खसाएर पनि हजुरको एउटा शक्ति भयो, हजुरको एउटा शक्तिले गर्दाखेरि म बाँचेर आउने सफल भए हजुरको हातमा प्रभु। अब मेरो आग्रह के छ भन्दा मेरो पिताश्रीको घमण्ड, मेरो पिताश्रीको अहमलाई हजुरले त्याग्नुभयो। एउटै आग्रह छ कि मेरो पिताश्रीलाई स्वर्गलोकमा बास दिनु होला प्रभु। मेरो त्यही छ कामना। हुन्छ मास्टर, तिम्रो पिताश्रीको मैले स्वर्गमा बास दिन्छु। धन्य छौ मास्टर। जय हो माताश्री। माताश्री जा माताश्री। यस्तै हो, मरेपछि यस्तै हो, राम नाम सत्य हो, संसार यस्तै हो माता। जाम हामी अब उहीसँग नाम जप्दै 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 जाम आमा। हरि राम नारायण नारायण भज पुराणे जीवन मरेपछि हुन्छ